हामी चाहिँ आज के भन्छ कन्याम आइपुगेका छौँ भर्खरै हैन बडन भाइ टेल मी एक्सपिरियन्स कस्तो चाहिँ भइरहेको छ हैन मलाई कस्तो भइरहेको त खुसी भइरहेको छ खुसी लागिरहेको छ किनभने आज चाहिँ हाम्रो गाडी पनि बिग्रेर तल फ्याँकिरहेको छु टमी इयर झुम्का वाउ मलाई गिफ्ट गर्ने अरे तिमीले अनि यो त बाङ्गो छ त भाइ मेरो डियरेस्ट पर्सनले चाहिँ अब झुम्का किन्दैछ हैन उसले चाहिँ त्यो मेरो लागि किनेको भन्नु पनि नमिल्ने होला ऊ देख्नु पनि आँखाको एक्सप्रेसनको अब ड्रेस लगाएर चाहिँ फोटो खिच्ने बहिनीहरू राम्री भएर बसिराख्नु भएको छ फोटो खिच्न जाने हामी त्यो डाँडामा फोटो खिच्न जाँदैछौँ है हामी अर्को मिस पनि आउँदै हुनुहुन्छ हाई मिस ल आऊ बुनुहरू छिटो ल हामी चाहिँ फोटो खिच्नको लागि हामी फोटो सुटको लागि हामी जाँदैछौँ कता चिया बगानभित्र अहिले छिटो कम सुन राइनी भएर भन्नु त कस्तो भइरहेछ बहिनीहरूलाई एकजना बहिनी साह्रै लजाउनु हुँदो रहेछ होइन ल अनि खोइ अर्को खोइ हाम्रो कान्छी छिटो मेरो बहिनी ब्युटिफुल बहिनीहरू प्लिज यो नदेखाइदिनु भिडियो हाम्रो आमाले घरमा थाहा भएर मलाई खेदाउँछ ल म भन्दिनु ल दिदी भिडियो भाइरल नगराइदिनु ल ल मलाई मिडियाले बोलाउ अघि त फर्केर कोही धेरै पाक्छ कोही धेरै खान्छ बजारले त देखाउन न कोही धेरै सुत्छ बन देखाउन तिमी कोही बढी धेरै रिसाउँछ कोही धेरै ठग्छ अब चाहिँ हामी यहाँबाट चाहिँ घर जान आँटिरहेको छौँ कन्यामको कुना काप्चा होइन अलमोस्ट हामीले घुमिसक्यौँ ल ल ओके खुसी आज नौलो भयो अहिले यो मेरो चियाबारीमा हो चियाबारीमा बाई भन्यो अब बाई भन्यो इन गर्दैन त भ्लगको यो थ्याङ्क यू फर वाचिङ भन्दै खोइ हौ आइ